यता हेर्नुहोस्, यता पनि हिमाल देखिरहेको छ। हामी चाहिँ बिचमा, हामी चाहिँ पहाडको बिचमा है। हामी चाहिँ दुईजना छौँ, दुईजना गाडी जानुभयो। हामी अब यस्तै हो, एक्लै गाडी छौँ दुईजना। सो गाइस, हामी अब मुक्तिनाथ चढ्दैछौँ सिडी। यहाँबाट भ्यू हेर्नुहोस् कति दामी देखेछ। लास्टै थका लाग्यो। हाम्रो सरजी चाहिँ यहाँ गाडी अगाडि जाँदै हुनुहुन्छ, हामी चाहिँ पछाडि पछाडि। यहाँदेखि भ्यू दामी यहाँ छ यार। राधे राधे। हेरौँ कति टाढा जान्छौँ। जय शिव शम्भु। गाइस, हाम्रो गुरुजी नुहाउन जाँदै हुनुहुन्छ। गुरुजी बेस्ट अफ लक, बेस्ट अफ लक। ल ल ल ल, बेस्ट अफ लक गुरुजी। अगाडि 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 दौड्नुहोस् गुरुजी, दौड्नुहोस् छिटो छिटो छिटो। वहाँ कभर गर। ल गुरुजी, गुरुजी छिटो 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 छिटो। खुट्टा पुरै चिसो भयो यार। लास्ट गुरुजी। अब यतिसम्म हो दाजु, भयो? गुरुजी कङ्ग्रेचुलेसन भाइयो। गाइस, अब मेरो पालो हो। हाम्रो दाइ रिकर्डिङ गर्नुहुन्छ। कहाँबाट ग्राउन्ड? त्यहाँबाट हो नि। चिसो त लास्टै छ। हेरौँ टिक्न सकिन्छ कि नै। टेम्परेचर कति होला दाइ? 4-5 होला नि। लिनुहोस् लिनुहोस् दाइ, म जान्छु। ल जानु, ल रेकर्ड छ, ल जानु। पुन्नु चिसो चिसो। हर हर महादेव। चिसो है। सो गाइस, फाइनली म नुहाएर आइसकेछ। एकदम लास्टै चिसो लागेछ। अलि तातो लागिरहेछ। नुहाएपछि जाडो लाग्दैन। अरे लास्टै अलि चिसो लागिरहेको छैन, अलिअलि तातो। गाइस, मुक्तिनाथ मन्दिर हामीले म नुहाएर त्यहाँबाट गएको थिएँ। त्यहाँबाट घुम्दै 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 यहाँ यसमा आएँ, त्यसपछि यसमा आएँ, फेरि नुहाएर भयो। अब लुगा लाछु, अब जाँदैछु मन्दिरमा पूजा गर्न। त्यो लास्टै चिसो भएको थियो कि नुहाउने बेलामा, एकदम पुरै शरीर कापिरहेको थियो, शून्य भएको थियो पुरै शरीर। धेरै चिसो छ यहाँको पानी मुक्तिनाथको। तर नुहाएँ, खास घर राम्रो लाग्यो। अहिले चिसो लागिरहेको छैन। म पूजा गरेर आउँछु। सो गाइस, फाइनली मैले दर्शन गरिसकेछु। हेर्नु सक्नुहुन्छ हाम्रो मुक्तिनाथ भगवानको पुरै दर्शन गरिसकेछु। लास्टै चिसो भएको थियो।
जय श्री मुक्तिनाथ। कति राम्रो भ्यू छ यार। हेर्नुहोस् यो मुस्ताङको भ्यू। उता हेलिप्याड छ हेर्नुहोस् पुरै भ्यू नै एकदम दामी देखिरहेछ यार। उता हेर्नुहोस् उता हिमाल छ हिउँ जमेको, यता सुकेको पहाड ढुङ्गा ढुङ्गा। उता चाहिँ के भन्छन् मुक्तिनाथ मन्दिर छ, मन्दिरको छेउमा यो छ हेर्नुहोस्। यता पुरा पहाड, यहाँ बुद्ध भगवानको मूर्ति, यहाँ पुरै उता तल हामी चाहिँ कहाँ थियौँ राति बसेको, धेरै तल बसेको थियौँ, धेरै तल छ त्यो होटल। अनि हामी चाहिँ अहिले धेरै माथि आएको छौँ। यहाँ अक्सिजन लेभल लास्टै कम छ क्या, अक्सिजन लेभल लास्टै कम छ। अनि सास पनि फुलिरहेछ, चढ्दाखेरि सिडी चढ्दाखेरि सास फुल्छ क्या अलिअलि। हेर्नुहोस् उताको भ्यू वाउ, भ्यू चाहिँ एक नम्बर छ यार। आउँछु एकचोटि फेरि कुनै दिन। ओ भाई धीरे चल रहे। गाइस मुस्ताङ मेरे पीछे बैग नहीं, हम किस हिसाब से नहीं जाने। हेर्नुहोस् गाइस सूरज डूबा है यारो तो पेक नशे के मारो, सब कुछ भुला दो तुम परेशानियाँ। चल बनाए थे वीडियो। सूरज डूबा है यारो दो पेक नशे के मारो, सब कुछ भुला दो तुम परेशानियाँ। चले नहीं उड़े आसमां पे, पता ना हो है जाना कहाँ पर।
सक्नुहुन्छ हिमाल उता हाम्रो बाइक यता चाहिँ माथाका लाग्यो यार यहाँ चाहिँ सास छ नि सास चाहिँ धेरै फुलिरहेछ यहाँ एकदम सास फुलिरहेछ लास्टै सही खाले पनि छ सही खाले सही खाले त सानो छ नराम्रो कहाँको यही नदीको सही खाले कहाँबाट लाग्नु यो यही नदीको हो उनीहरू महँगो छ हामी खोज्न जाम मिल्छ कि नै कति हो ओपनको 500 600 700 800 ठुलोलाई सानोलाई हेरी 100 देखि माथि ओपनको यही नदीको हो यही नदीको यो कुन कालीगण्डकी हो नि कालीगण्डकी कुन लिने फेरि सब्जी राम्रो छ यो चाहिँ 200 को यही चाहियो मलाई हाम्रो स्याउ किन्दिनु न मेरो नि दिदी कति लिने पूजा गर्नलाई एउटा काफी हुन्छ के बढी नराख्ने म त खास गरी व्हाइट नर्बदेश्वर खोजिराखेको थिएँ कि व्हाइटमा यस्तो फुस्रो हुन्छ कि नलगाएकोमै व्हाइट हैन त्यो एकदम सेतो सेतो उसको भित्रहरु पस्छ त्यो त गयो भने यो सुन जस्तो यो सुन जस्तो देखिरहेछ सेतो ढुङ्गा त फ्रीमा पाइहाल्छ ओपन छैन यहाँ फेरि ओपन लिने कि जस्तै लिने यो सबै खोले पनि यसको भित्र पनि यस्तो हुन्छ हुन सक्छ नहुन सक्छ ए ओपन वालामा ग्यारेन्टी छ ओपन नभएकोमा के ग्यारेन्टी ग्यारेन्टी हुन्न हाम्रो घर कलेटो उच्चर लाओ ए फुटाल्नु हुन्छ ओपन हेर्नु यसै जानु हेरौँ पैसा छ सेन्ट बनिएको ले एउटा मेरो कई साल पुरानो होला के करी अब पापा खाली कई साल ओपन पुरानो गर्यो भने आउँछ यो खै त्यस्तो सालीमा पाउँछ यो पत्थरबाटै बनेको हो यो सब यो सबै यो आफै बनेको यो यही विष्णु भगवान यो 100 रुपैयाँ त्यो सहीको हो हेरौँ
सयको सय खाली अरू किनी छ यो वाला दिनुहोस् बरु यो वाला राम्रो छ त्यो वाला राखिदिन्छु है खोइ कहाँ छ यहाँ छ हजुर के भन्नु 50 रुपियाँ हैन एउटा मात्रै लिने त्यो पनि घरमा भनेछ नत्र भने लिइहाल्छ केही दिनु नि राख्नलाई त्यस्तै राख प्लास्टिक छ बेगमा राख्नुपर्छ हामी गाइस विष्णु भगवानको चिनो लिइसकेछौँ यहाँ मुस्तानको चिनो स्याउ चाहिँ 150 रुपियाँ केजी लिएर आएको छु मेरो ब्याग खोइ राखिदिउँ भगवान्लाई मेरो 1800 राख्नु अच्छा फेरि यो हातको स्याउ राम्रो हुन्छ यो वाला राम्रो हुँदैन यो बसिलो अनि कस्तो त्यो पानी आउँछ कि यो भयो जाम